फर्केर हेलो एभ्रिवान वेलकम टु आवर च्यानल मामु छोराको संसारमा। आयो हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौं। अनि आज चाहिँ हाम्रो निधारमा टीका देखिराख्नु भएको छ होला। आज चाहिँ नयाँ वर्ष 2082 सालको नयाँ वर्ष, नयाँ दिन। अनि आज मैले बिहानै पूजा गरिसके र यहाँ बाबुलाई लिटो खुवाउन लागेको। अनि आज हामी के गर्छौं हजुरहरुलाई विस्तार देखाउने छौं। हजुरहरुको न्यू इयर पनि कसरी बित्यो हाम्रो चाहिँ यसरी नै सुरुवात हुँदैछ है साथीहरु। अब अहिले चाहिँ हामीले खानासाना खायौं, बाबु पनि सुतेर उठिसक्यो। अनि यसलाई एकछिन खेल्न लानु पर्यो। त्यहाँ भातबुटिनी माथि खेल्ने कुराहरु छ नि त बच्चाहरुको, त्यहाँ खेल्न लानु पर्यो भनेको। हेर्नु न, घाम चाहिँ लागिरहेछ अनि पानी चाहिँ परिरहेछ क्या। फेरि कस्तो यो मौसम नि, अनि लानै पाइरहेको छैन क्या यसलाई। आज यो न्यू इयरमा त्यहाँ घुमाउन लगौँ भनेको, घाम चाहिँ हेर्नु न मजाले घाम लागिरहेछ, पानी चाहिँ परिरहेको छ क्या। अनि त्यही भएर जान पाएको छैन। अब हेरौँ कति बजीसम्म, अहिले भर्खर त 2:30 हुँदैछ। अब हेरौँ 3-4 बजीसम्ममा पानी रोक्यो भने चाहिँ अनि यसलाई लान्छौँ। घुम्न जाने? घुम्न जान्छ सानो? कालु यता हेर्नुहोस् त, सानो सानो फुल्दै लाउँदै गर्दा खुसी भएको हेर्नु न। अब हाँस्छ बन्द गरेर। झ्याल बन्द गरे त सानो, झ्याल बन्द गरे त। खुसी लाग्यो झ्याल बन्द गर्दा काली? खेल न, सकेन भने चाहिँ यस्तो रुन्छ नि। अब बन्द गर्छ बाबुले, झ्याल बन्द गरिदेऊ। हात बिग्रिन्छ त्यसरी। यताबाट खै, यताबाट खुसी भएको मेरो सानो। साथीहरु पानी रोकिएला भनेको होइन, तर पानी रोकिने त के भन्नु, वेदर यस्तो कालो ब्ल्याक भइरहेछ क्या, हावा पनि चल्दैछ। अनि अब यस्तो वेदरमा चाहिँ म बेबी लिएर कहाँ जानु, कहाँ घुम्नु, के गर्नु क्या। सो हाम्रो न्यू इयर चाहिँ यस्तै भएको छ। आकाश पनि करायो। हाम्रो न्यू इयर चाहिँ यस्तै भयो। हेर्नु न, कहीँ घुम्नै जान पाइएन। अब भरे चाहिँ डिनरको लागि चाहिँ केही प्लान गर्नुपर्ला स्पेसल। आज हामी घुम्न जाने, बाहिर बाबुसँग खेलाउने अनि बाहिर डिनर गर्ने भन्ने सोचेको थिएँ। बट वेदरले यो सबै प्लान चाहिँ क्यान्सल गरिदियो। अनि त्यसैले अब चाहिँ हामी घरमै रमाइलो गर्ने, इन्जोय गर्ने। हजुरहरूको न्यू इयर चाहिँ कस्तो भयो? आई होप तपाईँहरू सबैजनाको न्यू इयर चाहिँ एकदम राम्रो भयो होला। बट हाम्रो चाहिँ प्लान चाहिँ क्यान्सल भयो, तर न्यू इयर चाहिँ राम्रो हुन्छ भन्ने आशा छ। सी यू लेटर, बाइ बाइ। चक चक छोराको चक चक। राम राम राम। के हो चकचक पनि तिम्रो छोरा? लड्छु भन्ने लाग्दैन तिमीलाई? आमामा सेफ ल्यान्डिङ गर्न खोजेको अरे। आमे हेरेर मलाई डर लागिसक्यो। गुड जब, हाई फाई। ओइ लड्छ। किन नुनु गले कि? बदमाशी है इसको, बदमाशी।
डर चाहिँ सानो उता छ उता उ पछाडि ढोकामा त्यो पनि टाउको ठोकाएर पनि रुएन अहिले चाहिँ हजुरले भनेपछि टाउको छाम्दो रहेछ के गरेको कालो छोराको बदमासी एकछिन बस्दैन लडिन्छ है लडिन्छ साना आओ फेरि उता गयो के गरेको बाबा खुट्टा देऊ मामुको देऊ मामुको दिनुहोस् 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 न मामुको बेबी देऊ थ्याङ्क यू सो मच माया गर्दैन मामुलाई ए बाबाको पेटु के गरेको बाबाको पेटु यस्तो बदमासी त के गर्दो रहेछ भनेर एक्लै छोड्दैछु यहाँ धुनु मुनु गर्दैछ आफ्नै पारामा उसको सुत्ने बेला भइसक्यो आँखामा एउटा निन्द्रा छैन सानो सुत्न जाने हैन नुनु गर्ने हैन